नमस्कार, म सुन्दर कसजु। रिडीको बारेमा म आज तपाईँहरूलाई जानकारी दिन गइरहेको छु। रिडी भनेको प्राचीन र ऐतिहासिक नगरी हो र यो नगरी सानो-सानो टोलहरू मिलेर बनेको छ र त्यो सानो-सानो टोलहरूको नामाङ्कन, तिनीहरूको अस्तित्व र ऐतिहासिक पक्षहरू असाध्यै महत्त्वपूर्ण छ र अहिले यसको टोलको अस्तित्वहरू, नामहरू सङ्कटमा पर्दै गएको अवस्था छ र त्यो किन सङ्कटमा पर्यो र यसको ऐतिहासिक नामहरू के थियो, कसरी नामाङ्कन भयो भन्ने बारेमा जानकारी दिनको लागि म उपस्थित भएको छु। म अहिले रिडी बजारको अमरापुरी नगरमा छु र आजभन्दा 200 वर्ष अगाडि भेटिएको एउटा शिलालेखमा यो ठाउँलाई अमरापुरी भनेर सम्बोधन गरिएको छ र अमरापुरी भनेको कहिले नमर्ने र देउताहरू बस्ने ठाउँ भएकोले त्यो ठाउँलाई अमरापुरी भन्छ र हाम्रा पूर्वजहरूले रिडी चाहिँ एउटा धार्मिक र पौराणिक महत्त्व भएको ठाउँ भएको कारणले गर्दा यो ठाउँलाई अमरापुरी भनेर नामाङ्कन गरेको भनेर चाहिँ शिलालेखमा उल्लेख गरिएको छ र पछि त्यो अमरापुरी भन्ने शब्द चाहिँ अपभ्रंश भएर अमराई टोल भनेर यो ठाउँलाई भनिन्थ्यो र केही दशक अघिसम्म पनि यो ठाउँलाई अमराई भनेर भनिन्थ्यो। समयक्रमसँगै आजभोलि यो ठाउँलाई भगवती टोल भनेर भनिन्छ। तर त्यो ऐतिहासिक पौराणिक नामहरू किन यसरी चाहिँ हराउँदै गयो, यो चाहिँ अहिले खोजीको विषय बनेको छ र यसलाई हामीले पूर्ववत नाममै फर्काउन सक्यो भने यसको चाहिँ पौराणिक र ऐतिहासिक महत्त्व पनि यसले झल्काउने थियो। म अहिले भक्तिनी टोलमा छु र यो भक्तिनी टोल भनेको रिडीको चाहिँ धार्मिक इतिहाससँग, पुराणसँग असाध्यै महत्त्व राख्ने ठाउँ हो र यो त्यही धर्मसँग सम्बन्धित भएको कारणले गर्दा यो भक्तिनी टोल भनेर नामाङ्कन रहन गएको र यहाँ चाहिँ कल्पवासीहरू बस्न आउने गर्दथ्यो। कल्पवासी भन्नाले जीवनको उत्तरार्धमा रिडी जस्तो धार्मिक तीर्थमा आएर बस्ने, भगवानको नित्य कीर्तनहरू गर्ने, पूजापाठ गर्ने र अन्तिम कालखण्डमा रिडीमा नै देहत्याग गर्ने अभिप्रायले कसैले घर परिवार छोडेर रिडी आउँथे भने कोही परिवारसित नै रिडी आएर बस्ने गर्दथे र ती खालका व्यक्तिहरू आएर बस्ने भनेको यहीँ भक्तिनी टोलमा नै हो। त्यसले गर्दाखेरि यो ठाउँलाई भक्तिनी टोल भनिन्थ्यो र विशेष गरिकन रिडीमा पुरुषहरूभन्दा महिला भक्तिनीहरू बढी आएर यो ठाउँमा बस्ने गर्दथ्यो। तसर्थ यसलाई चाहिँ भक्तिनी टोल भनेर नै नामाङ्कन गरिएको पाइन्छ। म अहिले ठाडो गल्लीमा छु र यो ठाडो गल्ली भनेको 2018 सालभन्दा अघिसम्म रिडीको मुख्य व्यापारिक केन्द्र थियो र यहाँ व्यापक रूपमा आर्थिक कारोबारहरू हुन्थ्यो, मानिसहरूको धेरै आगमन हुने गर्थ्यो र 18 सालको बाढीपछि यो ठाउँबाट बस्ती चाहिँ हटेर अहिलेको अमरापुरीतिर गएको पाइन्छ र यो ठाउँमा चाहिँ बाटोहरू उकालो, ओह्रालो अनि साँघुरो भएको कारणले गर्दा र ठाडो, विशेष गरेर ठाडो भएको कारणले गर्दा यसलाई चाहिँ ठाडो गल्ली भनेर नामाङ्कन गरिएको हो र यसलाई अहिले पनि ठाडो गल्ली नै भन्ने गरिन्छ यो ठाउँलाई। रिडीको चाहिँ ऐतिहासिक महत्त्व बोकेको ठाउँ हो यो ठाडो गल्ली। म अहिले सुगन्ध विहार टोलमा छु र यो ठाउँ 18 सालभन्दा अगाडि जङ्गल जस्तै थियो र यहाँ चाहिँ बस्तीहरू कुनै पनि थिएन र यसले गर्दाखेरि यहाँ चाहिँ मानिसहरूले चाहिँ खुल्ला रूपमा दिसा-पिसाब गर्ने र फोहोर गर्ने ठाउँको रूपमा रहेको थियो र त्यतिखेर यो दुर्गन्धित स्थल थियो। तर पछि यहाँ बुद्ध विहार निर्माण गरियो र यसलाई व्यवस्थित गराइसकेपछि त्यो दुर्गन्धित स्थल सुगन्धित स्थलमा रूपान्तर भएका कारणले गर्दाखेरि यो ठाउँलाई चाहिँ सुगन्ध विहार भनेर नामाङ्कन गरिएको हो। म अहिले रिडीको बगैँचा टोलमा छु र यसलाई कुनै बेला बगैँचा भनेर भनिन्थ्यो। यहाँ आँपको र विभिन्न रुखहरूको घना जङ्गल भएका कारण त्यति बेला चाहिँ यसलाई बगैँचा भनिन्थ्यो। तर 46 सालपछि गुल्मी र पाल्पालाई जोड्ने गरेर पक्की पुल बन्यो र यहाँ बस पार्क बनिसकेको छ। अहिले यसलाई चाहिँ बस पार्क चोक भनेर भनिन्छ र यसलाई बस पार्क भनेर चिनिन्छ र त्यो बगैँचा भन्ने जुन अस्तित्व चाहिँ अहिले मेटिसकेको छ, यसको पहिचान चाहिँ। म अहिले विष्णु पन्जरमा छु र यो ठाउँको नामाङ्कनको कुरा गर्दाखेरि यो रिडीको ऋषिकेश मन्दिरसँग सम्बन्धित रहेर यसको नामाङ्कन भएको इतिहास पाइन्छ। जब 12औँ शताब्दीमा ऋषिकेश भगवानको मन्दिर यो विष्णु पन्जर क्षेत्रबाट जब कालीगण्डकीमा विलिन हुन पुग्यो, त्यसपछि यो ठाउँमा नयाँ विष्णुको मन्दिर बनाइएको थियो र यहाँका मानिसहरूले के विश्वास गर्दथे भने यो ठाउँ चाहिँ भगवान विष्णुको सुरक्षा कवचभित्र रहेको छ भन्ने विश्वास गर्दथे। तसर्थ यहाँका मानिसहरूले यो ठाउँलाई चाहिँ भगवान विष्णुको सुरक्षा कवच अथवा विष्णु पन्जर भनेर यो ठाउँलाई नामाङ्कन गरेको इतिहास पाइन्छ र त्यसैले गर्दा यो ठाउँलाई चाहिँ विष्णु पन्जर भनेर भनिएको हो र अहिले पनि यो ठाउँलाई विष्णु पन्जर नै भन्ने गरिन्छ।
समयसँगै रिडीको स्वरूप आधुनिकतामा बदलिनु स्वाभाविक हो, तर आधुनिकता सँगसँगै यसको प्राचीन र मौलिक नामहरू पनि सङ्कटमा पर्नु भने असाध्यै दुःखको कुरा हो। तसर्थ यसको मौलिक पहिचानहरूलाई मौलिक नामहरूलाई पुनः स्थापित गर्ने गरिकन सम्बन्धित निकायहरूले ध्यान दिन जरुरी देखिएको छ र रिडीलाई आफ्नै मौलिकतातर्फ लैजान अनिवार्य रहेको छ। तसर्थ हामी सबैजना यो अभियानको लागि सङ्कल्पित हौँ र अघि बढौँ। आजलाई यति नै। मेरो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो कृपया प्रतिक्रिया दिन नभुल्नुहोला र मसँग आबद्ध रहनका लागि मेरो फेसबुकमा फलो गर्दै रहनुहोला र टिकटकमा पनि तपाईँहरूले मलाई फलो गर्न सक्नुहुन्छ र लाइक कमेन्ट पनि गर्दै रहनुहोला। धन्यवाद।